किनभने मैले पनि आफूलाई मार्न खोजेको धेरैचोटि होइन। जब त केटीहरूको चाहिँ कस्तो हुन्छ भने केटीहरूले नि यही मात्रै छ मेरो भनेर अरू केटा कोही नसोचिकन एउटै मात्रै देख्यो भने नि दाइ कस्तो हुन्छ भने यो बाहेक मेरो केही छैन भन्ने हुँदो रहेछ क्या। बाबामा पनि बिर्सिँदो रहेछन् क्या। धन्न मैले चाहिँ भगवान्ले बचाउनु भयो मलाई होइन। म पनि धेरैचोटि मैले त्यस्तो सोचेँ। अहिले मलाई त्यो कुरामा रिग्रेट हुन्छ अनि त्यही भएर त म नमर भन्छु बोल्छु। किन अर्काको बारेमा बोल्नु पऱ्यो? गीत गा न त, गीत गाएर हिँड भन्नुहुन्छ होइन। ठिक छ, म गीत पनि गाउँछु। मैले नारी शक्तिको बारेमा कति गीत गाएको छु, डोमेस्टिक भाइलेन्समा पनि गीत गाएको छु होइन। गीत गाउँछु, गीतबाट सन्देश स्टिल पनि म छोरीहरूलाई मुभ अन हुनुपर्छ भन्ने गीत फेरि निकाल्न लाग्छु कि होइन। उसले छोड्दा मर्छु जस्तो लाग्थ्यो, बाँचेकै छु के अरे भन्ने गीत निकाल्न लाग्छु मैले अब होइन। म निकाल्छु, गीतबाट पनि सन्देश दिन्छु। तर जति चिजबाट गुजेर म आएँ होइन, मैले जिन्दगीमा म मर्नुभन्दा अगाडि चाहिँ म धेरै छोरीहरूको आवाज बन्न चाहिँ रेडी छु। तपाईँहरू बोल्न सक्नुभएको छैन भने मलाई मबाट केही हेल्प चाहिन्छ भने चाहिँ म अलवेज रेडी छु कि बोल्नको लागि, त्यो कुराको लागि चाहिँ, छोरी मान्छेको लागि चाहिँ।